Welcome back to DT Vlogs. आज त धेरै पछि हामी फेरि ब्लग गर्न सुरु गरिरहेछौँ। दुई हप्ता गरेन त हामीले ब्लग। किन भन्नु पनि हामी भन्छौँ के हो? किन भन्नु पर्यो? ल भन के हो आज? तैले भन के हो? त बोलेको चाहिँ त बोल। मेरो फ्लो बिग्रियो। घाँटी काट्नु पर्ने खालको मान्छे हो। छिटो भन। Anyway, welcome back to DT Vlog guys. के रे धेरै पछाडी फेरि हामीले भ्लग गर्न किन भनेको थिएन। Anyway, so back to back vlog राखेको छ. I hope you guys are having fun, enjoying our vlog, हैन? त्यसो भए आज के भयो? आज के? Anyway, 1 2 take 3. Third time is a charm भन्छ नि. So अब चाहिँ न डिस्टर्ब नगर. भन त आज के हुँदैछ? Hello guys, welcome back to DT Vlogs. So आज चाहिँ मन्डे हाम्रो छुट्टी हैन. आज बिहानदेखि त हामी बिजी छौँ हैन. बिहान उठ्ने बित्तिकै हस्पिटल गएर आइयो, केक किन्न गए. मेरो आजको मेन इभेन्ट भनेको चाहिँ आज मेरो साथीको बेबी सावर छ हैन, जुन चाहिँ मैले हामीले अर्जुन र सर्ताले अर्गनाइज गरेको भनौँ न, को-होस्ट गरेको भने अनि गर्दैछौँ। को-होस्ट त भन्छ नि हामी मैले कस्तै को-होस्ट भनेको को-होस्ट भनेको क्या जोक गरे क्या त्यो गर्दैछौँ। मेरो साथी रक्षा चाहिँ मसँग लाइक नेपालबाटको साथी हो कि, हामी ब्याचलरसँगै पढेको होइन, 4 years BBA JMC-को अनि के अरे ऊ चाहिँ प्रेग्नेन्ट छ, ऊ चाहिँ उसको सेकेन्ड बेबी हो होइन। अनि हामीले चाहिँ आज बेबी सावर गर्दैछौँ। सो अलिकति रस भइरहेको छ कि आज मन्डे हाम्रो डे अफ होइन। के भयो? रक्षा चाहिँ मेरो बिबिएको साथी हो होइन, हामी चाहिँ बिबिए चाहिँ JMC-मा पढेको है। सो के अरे युएसमा आएर सँगै भएको छ होइन। सो हामीले चाहिँ आज बेबी सावर गरिदिँदैछौँ रक्षाको। बेबी चाहिँ बेबी बोय हो, जेन्डर चाहिँ होइन। अनि त्यस पछाडि त्यसकै प्रिपरेसनको लागि चाहिँ हामी आज अर्जुनको घर जाँदैछौँ होइन। पार्टी लोकेसन चाहिँ अर्जुनको घरमा हो होइन। डेकोरेसन चाहिँ हामीले गरिदिने होइन। डेकोरेसनमा सेम डेकोरेसन गर्छ सर पनि फेरि। अनि त्यसको लागि त डेकोरेसन आइटम्सहरु पनि डिफ्रेन्ट भेराइटी हुनु पर्यो नि, थोरै न मेरो एकदम राम्रो डेकोरेसन गर्छ मेरो बुढीले। बिजनेस नै यही हो त मेरो, हैन नि त, हैन। सो लिमिटेड अरूको चाहिँ टुकी इभेन्ट्स, मेरो बुढीको चाहिँ थुकी इभेन्ट। रकेट हुन्छ यहाँ सो डेकोरेसन चाहिँ म गर्न चाहन्छु होइन, टक्क लाएर। आज त कति पछाडि यस्तो राम्रो दिन भएको छ होइन। आज वेदर एकदम हिजो राम्रो छ 50s मा छ राम्रो छ होइन। एनीवे अब चाहिँ हामी गएर डेकोरेसन गर्छौँ, त्यस पछाडि फेरि घर फर्किन्छौँ होइन। अनि जोभिया अनि मम्मी बाबालाई लिन आउँछौँ होइन। अलिकति पनि मेरो लिपोत पनि हुन्छ, अलिकति डेकोरेसन आफूलाई पनि गर्नु पर्यो नि होइन। एनीवे कुर्सी पनि ठोकिनु भएन नि। हो त्यही हुनुहुन्छ। हो त्यही ठ्याक्कै मुमा पर्यो। सब्जेक्ट टाल्दिनु न झ्याप्प लाएर। अलिकति राइट साइडमा अर्जुनको नाकमा पछाडि अब त्यति हो ताले
होइन पहिल्यै थाहा उसले पुरा गेस हानिरहेको छ पुरै भन न केही न केही भन होइन यसले हेरेछ क्या हो यसले हेरे जस्तो लाग्यो यार धेरै ठुलो त नरहेछ है के हो होइन धेरै ठुलो नरहेछ क्या हो हामीले लास्टै दियो क्या हो अनि मेरो त लास्ट ठुलो रह्यो मेरा कुन चाहिँ तिम्रो हो थोडा यार मेरो त गयो यार मेरो ठुलो भयो यार अलिकति ठुलो भयो अलिकति क्लोज है क्लोज प्लिज मेरो लास्ट लाम हो बुढाले मैले भनेको ये भी सबका ज्यादा ही है उसको र मेरो त एउटै रहेछ अनि राजा और 2 बार घुमाने के बाद होगा उसका तो ल सेकेन्ड राउन्डमा आयो तुलमा तिमी भन है म खिच्छु ल यो फाइनल है वा 1 2 3 हातले गरे आज चाहिँ हामी निमाको घरमा लोसारको भोज खान जाँदैछौँ होइन के अरे लन्चको लागि जाँदैछौँ तुलमान चाहिँ किङ सुपर गएको छ कोसेले लिन जो यहाँ चाहिँ रोकोरोई छ होइन खोलिदियो रे बाबासँग भित्र जान्छु भनेर है सो इट्स बिन अ वाइल अलिकति भ्लगमा चाहिँ हामी हामी चाहिँ आज कसरी जाँदैछौँ हाम्रो निमा बहिनीको र भाइको नामै के हो थुक्तेन भाइको घरमा जाँदैछौँ उनीहरूको चाहिँ हाम्रो यो गुरुङहरूको लोसार भयो जस्तै हाम्रो शेर्पाहरूको पनि लोसार हुन्छ उनीहरूको चाहिँ हिजो आज कहिले हो फ्राइडे थियो जो आज चाहिँ हामीलाई चाहिँ लोसारको स्पेसल लन्चको लागि चाहिँ हामीले बोलाउनु भएको छ उहाँहरूले आफ्नो घरमा त्यही जाँदैछौँ हामी जोबिया पनि यही छ हाई मामा माइजो जोबिया हेलो वेलकम ब्याक टु ढुस्छ मर्नु लाग्यो यसलाई निद्रा लागेको छ अलिक क्राङ्की भइरहेछ त्यही त आज बिहान छिटो उठ्यो बेलुका ढिला सुत्यो भने चाहिँ छिटो उठ्छ आज हिजो ढिला सुतेछ झन् आज छिटो उठ्यो क्राङ्की अब सुत्छ कि भन्ने कुरा हो हेलो अबै मलाई हाँसिरहेको छ सो अब चाहिँ हामी जाँदैछौँ अनि हाम्रो अनुपम दाइ र भगवती भाउजू अनि आवाज पनि आउँदैछ सो साथीहरूलाई रमाइलो पनि हुन्छ 3 जना हुन्छ उनीहरू होइन निमाको छोरी अनि हाम्रो आवाज अनि हाम्रो जोगिया 3 जनाको रमाइलो हुन्छ सो हामी चाहिँ अब जाँदैछौँ आज वेदर एकदमै राम्रो छ अराउन्ड 60 को उसमा छ होला बुढीलाई पनि कपाल कर्ली गरेर निकै राम्रो देखेको छ ठिक छ मेरो चाहिँ कपाल काट्नु पर्ने भएको छ त्यही हो एनिवे सो हामी अब निमाकै घरमा पुगेपछि फेरि भिडियो स्टार्ट गर्छौँ है त ल
आन्टीको नि आयो चाहिँ अब चाहिँ खाना त के भन्छ रे चिया हैन चिया चिया हामी त चिया खाइन्छ नेपालको चिया पाइन्छ खाप्से है यो खाप्से त्यसलाई के भन्छ रे त्यसले ब्लू भन्छ क्या त्यहाँ यो खायो अनि आज हामी भात खाँदैछौँ धेरै खाना तिमीले एउटा कुरा Oh wow, Jovia!